खोलामा माछा मार्न जाँदा मसानले मेरो साथीलाई नै खाइदियो। रातको 1 बजेको थियो। म र मेरो साथी ब्याट्रीको लाइट र जाल बोकेर गाउँकै अँध्यारो खोलातिर झर्यौं। हामीले बल्ल बल्ल एउटा दहमा जाल हानेका मात्र थियौं। अचानक पानीमा ठूलो छाल आयो, मानौ कुनै ठूलो भैँसी पानीमा फाल हालेको छ। तर त्यहाँ कोही थिएन। दिपेशले भन्यो, म माथिपट्टि जान्छु, त तलतिर माछा हेर। ऊ माथितिर लाग्यो। केही मिनेटमै हावामा एउटा नमिठो गन्ध आयो, कुहिएको लासको जस्तो गन्ध। मैले टर्च बालेर यताउता हेरेँ। खोलाको एउटा ठूलो ढुङ्गामाथि कोही बसिरहेको थियो, मान्छे जस्तो, तर जिउ पुरै कालो, आँखा आगोको कोइला जस्ता राता। त्यो मसान थियो। उसले एउटा भयानक आवाज निकाल्यो र मतिर झम्टियो। म ज्यान जोगाउन ढुङ्गा ढुङ्गामा पछारिँदै खुट्टा ताछिँदै घरतिर दौडिएँ। दिपेश, दिपेश भनेर कति कराएँ, तर कतैबाट जवाफ आएन। म लडखराउँदै गाउँ आइपुगेँ, तर दिपेश कहिल्यै आएन। भोलिपल्ट खोलामा खोज्दा उसको एउटा चप्पल र जाल मात्र भेटियो। आज पनि त्यो खोलाको किनारमा जाँदा लाग्छ